नमस्ते सबैजनालाई। बेसिक स्टेप हामी 6 मा पुगेका छौँ अनि 5 मा तपाईहरुले सिक्नुभयो होला। मलाई आशा छ भिडियो हेरिदिनु होला अनि सिक्नु होला पनि, शेयर पनि गर्नु होला। तपाईहरुले चाहिँ यसमा चाहिँ मैले बेसिक स्टेपहरु धेरै सिकाएको छु, 3-4 वटा 4-5 वटा। अहिले चाहिँ हामीले बेसिक स्टेप 6 तपाईहरुले चाहिँ म आज अनि आशा छ तपाईहरुले सिक्नुहुनेछ, म तपाईहरुले सिकाउने छु। गेट रेडी। फर्स्टमा चाहिँ तपाईले चाहिँ आफ्नो छातीलाई चाहिँ चेस्टलाई चाहिँ अगाडि साइड पछाडी लेफ्ट साइड अगाडि साइड पछाडी मिडल साइड है त। 1 2 3 4 मा चाहिँ कुम, यसमा पनि कुम। र फेरि सबैजनाले सिक्नेछौँ। 1 2 3 4 फेरि 1 2 3 4 फेरि 1 2 3 4। अब फेरि अर्को स्टेप चाहिँ हामी यता 1 2 3 4 यस्तै गरी 1 2 3 4 5 6 7 8। अहिले छातीको स्टेप चाहिँ पहिले चाहिँ हुक स्टेप गर्नु पर्यो। हुक स्टेप तपाईले चाहिँ अहिले लेभल अप हजुरहरूले चाहिँ बढाउनु पऱ्यो भने चाहिँ यो स्टेप काम लाग्छ। फेरि 1 2 3 4 1 2 3 4 5 6 7 8। यसमा चाहिँ लेडिजहरूले चाहिँ वेस्टर्न डान्सहरूमा युज गर्न सक्नुहुन्छ। हजुरहरूले चाहिँ आफ्नो डान्स युनिक बनाउन सक्नुहुन्छ। फर्स्ट 1 2 3 4 1 2 3 4 5 6 7 8। पहिलो स्टेप भयो। दोस्रो स्टेप चाहिँ तपाईले यहाँ हातको है, हातमा चाहिँ तपाईले यो अनि 1 2 3 4 है त। जस्तै कि यो खुट्टालाई चाहिँ यहाँ लग्ने, त्यसपछि 2 1 2 है त। फेरि यो साइड फर्केर 3 and 4 जस्तै 1 2 3 4 जस्तै हजुरहरूलाई म फेरि सम्झाउँछु। यो खुट्टा अगाडि जान्छ, राइट खुट्टा, लेफ्ट खुट्टा पछाडि 1 2 फेरि राइट खुट्टालाई पछाडि ल्याइहाल्ने है त। 1 2 फेरि यो साइड फर्केर अब लेफ्ट खुट्टालाई 3 4 जस्तै 3 4 है त। अब हात 1 2 अब यो साइड गर्दाखेरि 3 4 जस्तै 1 2 3 4 है त। यो स्टेप 1 2 3 4 जस्तै हजुरहरूले चाहिँ यो हातलाई 1 2 3 4 यसमा चाहिँ तपाईँ 1 2 पनि जान सक्नुहुन्छ। म हजुरहरूलाई चाहिँ सजिलो सिकाउनेछु। 1 2 यो साइड आउने है त। अब यो 3 4 है त। जस्तै 1 राइट खुट्टा अगाडि, लेफ्ट खुट्टा पछाडि फेरि गर्दैछौँ हामी 1 2 3 4 है त। जस्ट 1 अनि लेफ्ट खुट्टालाई राइट राख्नु, 2 3 राइट खुट्टा ल सरी 5 6 7 1 2 3 4 है त। युनिक छ यसलाई चाहिँ हजुरहरूले, मेरो त्यति खासै राम्रो युनिक छैन। तपाईँले चाहिँ यसलाई युनिक बनाउन सक्नुहुन्छ। बार बार प्र्याक्टिस गर्नु होला। 1 2 3 4 जस्तै यो हातलाई चाहिँ यो अगाडि चोराउनलाई चाहिँ 1 कमाउन चाहिँ यो साइड 2 3 4 राइट। हामी कति स्टेप सिक्यौँ 4 होइन। त्यसपछि चाहिँ
त्यसपछि 1 2 3 4 अब यो साथी अघि हामीले अगाडि हानेका थियौँ अब पछाडि हानेर है त 1 2 3 4 यसलाई चाहिँ हातलाई चाहिँ डाउन 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 तपाईँ चाहिँ डाउन डाउन यो कुङलाई चाहिँ उठाउनु र हातलाई तल राख्नु 1 2 3 4 हातलाई तल कुङलाई माथि है त फेरि 5 6 7 go 1 2 3 4 5 6 7 8 फेरि सुरुदेखि हामी गर्नेछौँ फर्स्टदेखि नै गर्नेछौँ है 5 6 7 go 1 2 3 4 5 6 7 8 तपाईँहरू चाहिँ बार बार प्र्याक्टिस गर्नु होला होइन अनि घरमा पनि प्र्याक्टिस गर्नु होला अनि अलिक अप्ठ्यारो छ तपाईँले चाहिँ बिस्तारै बिस्तारै हेर्दै भिडियोलाई चाहिँ फेरि रिभर्स गरेर फेरि डबल रिभर्स गर्ने फेरि हेर्नु फेरि गरेर फेरि हेर्नु अनि फेरि आफूले चाहिँ प्र्याक्टिस गर्नु होला त्यसो चाहिँ सिकिन्छ होइन डान्स तपाईँहरूले चाहिँ डान्सलाई चाहिँ एउटा हाम्रो शरीरको एक्सर्साइज अनि एउटा चाहिँ शरीरलाई फेस्टिभल एकदम फ्लेक्सिबल बनाउन सक्नुहुन्छ होइन डान्स अब गर्दाखेरि चाहिँ सजिलो हुन्छ आफ्नो एक्सर्साइज पनि हुन्छ हस् त नमस्ते भिडियो चाहिँ फुल हेरिदिनु होला सेयर